नमस्कार। आज पनि नि हजुरहरूको डेली राशिफल लिएर म उपस्थित भएको छु। आज 6 अगस्तको दिन तपाईँहरूका ग्रह गोचरले गर्दा, तपाईँहरूको ग्रह स्वामीले गर्दा आजको दिनमा तपाईँको स्वास्थ्यमा कस्तो रहला, अनि परिवारमा तपाईँको आज कस्तो दिन पार हुन्छ, जागिर गर्नेहरूको आजको दिन कस्तो हुन्छ, दाम्पत्य जीवनमा आज कस्तो हुन्छ, प्रेम गर्नेहरूको आज कतिमा सतर्क रहनुपर्छ, व्यापार गर्नेहरूको आज कतिमा सतर्क रहनुपर्छ, त्यो पनि सम्पूर्ण राशिफल लिएर म उपस्थित भएको छु। हजुरहरूबाट एउटै आशा राखेको छु, मेरो च्यानललाई सब्सक्राइब, लाइक गरेर, कमेन्ट गरेर मलाई अरू पनि भिडियो बनाउन हौसला बढाइदिनुहुन्छ भन्ने आशा राखेको छु। नमस्कार। अब जाउँ आजको तिथिमितितिर। आज श्रावण महिनाको 21 गते कृष्ण पक्ष अष्टमी तिथि बेलुका 3:34 अगस्त महिनाको आज 6 तारिक बिहिबार आज चन्द्रमा रहन्छन् मेष राशिमा। आजको दिनमा जसको जन्मदिन परेको छ उहाँहरूलाई नि जन्मदिनको शुभकामना, अनि जसको विवाह वार्षिक अथवा एनिभर्सरी परेको छ उहाँहरूलाई दाम्पत्य जीवनमा सधैँ मङ्गलमय दिन शुभ पार होस् यही कामना गरे। आजको अभिजित मुहूर्त भनेको छ 12:06बाट 12:58 आजको अमृतकाल भने 3:37बाट 5:08 बेलुका। आजको शुभ लाभ बेला केही पनि शुभ काम गर्दा, नयाँ काम थालनी गर्दा, नयाँ यात्रा गर्दा 12:32बाट 2:08 गर्नुभयो भने सबै काम शुद्ध पनि हुन्छ, सफल पनि हुन्छ। तर आजको अशुभ समय राहुकालजी भनेको छ बेलुका 2:10बाट 3:47 यस बेला चाहिँ हजुरले शुभ काम, शुभ यात्रा नगर्दा राम्रो हुन्छ। राहुकालमा जे काम गरिन्छ नि अलिकति भए पनि समस्या पर्छ हजुर, त्यस कारणले गर्दा नि राहुकाल चाहिँ पार गरेर गर्नु राम्रो हुन्छ। अब जाउँ हजुरहरूको राशिफलतर्फ। सर्वप्रथम मेष राशिलाई आजको दिनमा कस्तो रहन्छ त भन्दा, आजको दिन नि अरू दिनभन्दा आज तपाईँको राम्रो दिन बनेको छ। सफल आज सिद्ध काम हुन्छ र आज काममा प्रयास गर्नु तपाईँले आज गरेको काम सिद्ध भएर जान्छ। जे काम गरे पनि सजिलो पाराले आज पूर्ण भएर जान्छ र कार्यमा आज हजुरको मन पनि राम्रो हुन्छ, राम्रो परिणाम पनि प्राप्त हुन्छ र आज तपाईँको दिनभरि नै मन प्रसन्न भाव तपाईँको मनमा रहिरहन्छ र हजुरको आज धन सम्पत्तिमा भने र बिजनेसमा लाभ र मेहनत जति गर्नुहुन्छ आज त्यति नै लाभ हुन्छ हजुरको। स्वास्थ्यमा भने आजको दिनमा स्वास्थ्यमा अलिकति परेशानी चाहिँ रहन्छ, त्यसमा तपाईँले अलिकति ध्यान दिनुपर्छ, खानपिनमा ध्यान दिनुपर्छ भने तपाईँलाई राम्रो हुन्छ। करियरमा भने आज अफिसमा अलिकति परेशानी पो आइलाग्छ कि भनेर अलिकति धैर्य राखेर चाहिँ आज काम पार गर्नु, तपाईँको आज राम्रो दिन पार हुन्छ तपाईँले धैर्य लिनुभयो भने। लभ लाइफमा भने उसको भावनालाई नि तपाईँले कदर गर्नुपर्छ, उसको भावना बुझेर नि तपाईँले कुरा गर्नुपर्छ। आजका दिनमा तपाईँको राम्रो सम्बन्ध बन्नेछ हजुर आजका दिनमा। फ्यामिलीमा भने परिवारको साथमा आज मस्तीको दिन पार हुन्छ र आज तपाईँले के उपाय गर्नुपर्छ भने कोही धर्म कर्मको स्थानमा अलिकति तपाईँले केही योगदान गरिदिनुपर्छ, अलिकति केही दान गरिदिनुपर्छ। तपाईँ जे सक्नुहुन्छ दान गरिदिएर तपाईँ घरबाट निस्किनु त तपाईँलाई राम्रो पनि हुन्छ, शुभ पनि हुन्छ। आज नि त्यति गर्नुभयो भने कहीँबाट पनि तपाईँलाई राम्रो एउटा समाचार सुन्न पाइन्छ। विद्यार्थी वर्गलाई तपाईँले प्रयास गर्नुभयो भने सफल हुने दिन बनेको छ हजुर आजका दिनमा। तपाईँको लाकी नम्बर 4 रातो रङ लिनु राम्रो हुन्छ। त्यसै गरी अब वृष राशिलाई आजको दिनमा तपाईँको ग्रह गोचरले गर्दा आजको दिनमा तपाईँको कस्तो रहन्छ, के गर्दा चाहिँ हजुरको दिन शुभ जान्छ भन्दा, आज तपाईँको एउटा कामले गर्दा नि अलिकति परेशानी बनिरहन्छ। त्यस कारणले गर्दा नि काममा चाहिँ आज सक्रिय हुने आवश्यक आज हजुरलाई हुन्छ। त्यति आवश्यक त्यो भएछ भने तपाईँलाई लाभदायक स्थिति पनि भन्छ र अवश्य पनि अगाडि बढ्नु तपाईँलाई राम्रो हुन्छ। आज नि तपाईँलाई अलिकति अल्छीको भाव हुन्छ, साथसाथमा तपाईँका लापरवाही यो गर्दिन त्यस्ता खालको मनोभाव हुन्छ, तर त्यो नगर्नुहोला। आज तपाईँको राम्रो दिन बन्नेछ है। र आज हजुरको केही अलिकति अप्ठ्यारो समस्या चाहिँ केही झेल्नुपर्छ, अलिकति धैर्यको साथमा सबै काम पार गर्नुभयो भने तपाईँलाई राम्रो हुन्छ। धन सम्पत्तिमा आर्थिक रूपमा भने तपाईँलाई आज मजबुत बन्छ नि, राम्रो धन आउने योग तपाईँलाई देखाइरहेको छ। स्वास्थ्यमा आज हजुरको अलिकति बदलाउ
को तपाईलाई ध्यान भइरहन्छ। ख्याल राख्नुपर्छ तपाईले आज स्वास्थ्यमा राम्रो हुन्छ। करियरमा भने आज हजुरको काममा अन्दाजमा आज हजुरको राम्रो शुभ भएर जान्छ। लभ लाइफमा भने आज हजुरको फ्यामिलीको बीचमा पनि केही कुरा हुन सक्ला र आकर्षणको केन्द्र पनि केही बन्न सक्ला, त्यस्ता खालको योग तपाईलाई देखाएको छ। र फ्यामिलीमा भने आज हजुरको काम गर्दा परिवारमा मिलेर काम गर्नुभयो भने तपाईको सम्बन्ध नि आज राम्रो बनेर जानेछ। र आजको दिनमा तपाईले के उपाय गर्नुपर्ने पर्छ भने कोही साना कन्यालाई नि तपाईले अलिकति केही दान दिनु, अलिकति मिठो वस्तु केही खुवाइदिनु भने नि तपाईलाई राम्रो हुन्छ। नभए नि आज तपाईको अलिकति हानि होला कि योग बनेको छ हजुर आजले, त्यति गरिदिनु भयो भने त्यो पनि पार भएर जान्छ, राम्रो हुन्छ। आज पार्टनरशिपसित नि तपाईको राम्रो फाइदा हुन्छ। विद्यार्थी वर्गलाई पनि तपाईले कोसिस गर्नुपर्छ भने राम्रो हुन्छ। हजुरको लाकी नम्बर हुन्छ 9, हरियो रङ लिनु आजका दिनमा भने राम्रो हुन्छ। त्यसै गरी नि मिथुन राशिलाई आज तपाईको ग्रहले के भन्छ भने आजका दिनमा ग्रहले आज कारोबारमा जोड्नेहरूको भने कोही प्रकारको पनि विशेष लाभदायक नहुन सक्ला, तर बेलुकीको टाइममा तपाईले नजरअन्दाज नगर्नु भने तपाईलाई राम्रो भएर जान्छ है। यो भएन भनेर तपाईले सोचेर चाहिँ अगाडि बढ्नुभयो भने कष्ट हुन थाल्ला। जसले गरेर केही काममा टाल्ने नजर आज नगर्नु होला तपाईले। म भरे गर्छु यस्ता खालको हजुरले आज नगर्दिनु होला है। कार्यमा व्यवसायमा लिएर अलिकति चिन्ताको तपाईलाई अनुभव हुन्छ, तपाईले ध्यान दिनु आजका दिनमा। र धन सम्पत्तिमा भने पार्टनरशिपसित व्यवसायमा तपाईको लाभ हुन्छ, अलिकति ध्यान दिनु। र आज स्वास्थ्यमा भने राम्रोको अनुभव आज तपाईलाई हुन सक्ला। करियरमा भने मार्डलिङ गर्नेहरूको आज हजुरको धन राम्रो जति पर्खिनु भइरहेछ नि, आज जति इन्तजार गर्नु भइरहेछ त्यो पुरा हुन्छ नि, लाभ हुन्छ तपाईको आजका दिनमा। लभ लाइफमा भने प्रेम सम्बन्धमा अलिकति धोका पो आइलाग्छ कि, अलिकति कुरा काट्ने पो दिन हुन्छ कि, कसैले कुरा पो लगाइदिन्छ कि, सतर्क रहनुपर्छ है। बोलीमा धैर्य राख्नुपर्छ भने तपाईलाई राम्रो भएर जान्छ। फ्यामिलीमा भने आजका दिनमा परिवारमा कोही तपाईका छेउछाउका सम्बन्धसित राम्रो मधुर प्यार बढ्नेछ। र तपाईले आज के उपाय गर्नुपर्छ भने लक्ष्मी माताको सेवा गरेर, लक्ष्मी माताको पूजा गरेर तपाई घरबाट निस्किनु भने तपाईले लक्ष्मीको कृपा बर्सिनेछ र सन्तानको सुख पाइन्छ है। त्यति गर्नुभयो भने हजुरले आज रिलेसनशिपमा आज हजुरको चर्चा हुन सक्ला घरमा, त्यस्ता खालको योग देखाएको छ। विद्यार्थी वर्गलाई राम्रै दिन हुन्छ है। तपाईले सोचेको जस्तै हुन सक्ला, तर तपाईले त्यति गरेर निस्किनु राम्रो हुन्छ। तपाईको लाकी नम्बर आजको 2 हुन्छ, रातो रङ लिनु भने राम्रो हुन्छ। अब जाउँ त्यसै गरी कर्कट राशितर्फ। कर्कट राशि हुने महानुभावहरूलाई आजको दिनमा हजुरको कस्तो रहला भन्दा आज तपाईलाई नि ज्यादा अल्छी आउँछ, काम नगर्न मन लाग्छ र अल्छी परित्याग गर्नुपर्छ है तपाईले, अनि मात्रै दिन तपाईको राम्रो जान्छ। कर्म क्षेत्रमा पनि अलिकति तपाईलाई अप्ठ्यारो पर्न जाला। आज हजुरले गरेको काम परिणाम प्राप्ति हुनेछ, राम्रो नभए नि हजुरलाई आज कोही कार्य बनेको काम पनि बिग्रिन सक्ला, कार्यमा अड्किन सक्ला र अलिकति ध्यान दिनुपर्छ भने तपाईलाई राम्रो हुन्छ है। धन सम्पत्तिमा भने आज कारोबारमा मन लगाएर काम गर्नुपर्छ, तपाईले लाभ पाइन्छ नि। स्वास्थ्यमा ख्याल राख्नुपर्छ र बिना बित्थाको बिमारीको चपेटमा आउन सक्ला खानपिनमा तपाईले पानीमा ध्यान दिनु भएन भने है। करियरमा भने आज पढाइ लेखाइमा करियरमा अलिकति ध्यान दिनुपर्छ तपाईले, त अनि मात्रै सफल हुन सकिन्छ। लभ लाइफमा भने प्रेम सम्बन्धमा भने प्यार बढ्नेछ, आनन्द रोमान्टिकको दिन हजुरको आजको दिनमा पार हुनेछ। फ्यामिलीमा परिवारमा आज हजुरको केही किन्नका लागि अलिकति खर्च हुन सक्ला, ध्यान दिनु आजका दिनमा भने तपाईलाई राम्रो हुन्छ। आज तपाईले के उपाय गर्नुपर्छ भने नि आज तपाईका ग्रह गोचर दिन शुभ बनाउनका लागि हनुमानको पूजा गरेर सिन्दूर चढाइदिनु तपाईले हनुमानलाई भने नि आज तपाईको राम्रो भाग्यले साथ दिनेछ। विद्यार्थी वर्गलाई पनि आज राम्रो हुन्छ र आज भाग्योदय हजुरको उदय हुनेछ। त्यति गर्नुभयो भने हजुरको लाकी नम्बर 5 पहेँलो रङ लिनु राम्रो हुन्छ। अब जाउँ सिंह राशितर्फ। सिंह राशि हुने महानुभावलाई नि आजको दिनमा तपाईको ग्रहले के बनाउँछ भने आज दाम्पत्य जीवनमा आज हजुरको
राम्रो दिन पार हुन्छ। आज जीवनसाथीसित सन्तानसित कहीँ घुम्न जाने हजुरको योग बनिरहेको छ र आज घुम्न जान पनि सकिन्छ। र आजको दिनमा हजुरले काम जे गर्नुहुन्छ नि राम्रो बेहतर बनिन्छ, किन्तु आज तपाईँको आलस्यको कारणले गर्दा कार्य अड्किन सक्ला, अल्छीको भाव तपाईँलाई हुन सक्ला हजुर आजका दिनमा। धन सम्पत्तिमा भने धनको मामलामा आज कोही रोकिन सक्ला काम, त्यसले गरेर नि मनमा अलिकति परेशानी चाहिँ तपाईँलाई आउनेछ है आजका दिनमा। स्वास्थ्यमा परेशानी रहन्छ र स्वभावमा नि तपाईँलाई रिस चिडचिडापन, के गरौँ कसो गरौँ कहाँ जाउँ त्यस्तो अनुभव हुन्छ नि तपाईँलाई, ध्यान दिनु है आजका दिनमा। करियरमा भने आज अगर सञ्चार क्षेत्रमा काम गर्नुहुन्छ भने काम राम्रो आज पाइन्छ। लभ लाइफमा भने प्रेम सम्बन्धमा भने नि अलिकति कुरा काट्ने दिन हुन्छ, त्यति राम्रो नबन्नेछ, स्थिति आफूले बनाउनुपर्छ अनि मात्रै तपाईँको राम्रो हुनेछ है। फ्यामिलीमा भने परिवारको मामलामा आज हजुरको अलिकति हजुरले ध्यान दिनुपर्छ अनि मात्रै राम्रो हुन्छ। र आज तपाईँले के उपाय गर्नुपर्छ भने आफूले जुन भगवानलाई मानिन्छ नि ती भगवानलाई, तपाईँको इष्ट देवतालाई पूजा गरेर सेवा गरेर हिँड्ने बेलामा तपाईँले एउटा दीप जलाइदिनु र घरबाट निस्किनु, तपाईँलाई राम्रो हुन्छ नि आजका दिनमा। किनभने तपाईँका ग्रहहरू अलिकति नि तलमाथि भएका छन् हजुर आज, र त्यति चाहिँ पक्का पनि गर्नु है हजुरले। आज गाडी घोडा चलाउँदा दुर्घटना पनि हुन सक्ला, त्यसका सावधानी रहनुपर्छ। त्यस कारणले गर्दा त्यति चाहिँ दीप बलाइदिएर तपाईँ घरबाट निस्किनु भने तपाईँको काटिन्छ नि। हजुरको लाकी नम्बर 3 हुन्छ, रातो रङ लिनु हजुर आज राम्रो हुन्छ। अब जाउँ कन्या राशि। कन्या राशि हुने महानुभावहरूलाई आजको दिनमा तपाईँको ग्रहले के भन्दैछ भने नि अरू दिनभन्दा आज राम्रै रहन्छ, किनभने दिन तपाईँको आज ठिकठाकै पार हुन्छ। आर्थिकमा पनि आज लाभको प्राप्ति पुरा हुनेछ। आजको दिनमा केही पुरानो अड्किएको धन थियो भने तपाईँले प्रयास गर्नु त हजुर आज तपाईँको हात लागि हुनेछ, जसले गरेर स्वयं आर्थिक तौरमा मजबुत आज देखिन्छ। र तपाईँको कार्यस्थलमा पनि आज हजुरको सहकर्मीसित मध्य आर्थिक विषयमा के वस्तु किन्नु पर्ला र कुराकानी राम्रो गरेर मात्रै किन्नु राम्रो हुन्छ, सम्हालिएर किन्नु राम्रो हुन्छ, किनभने साहाଯ୍य वस्तु गर्दा अलिकति कष्ट हुन सक्ला। कन्या राशिलाई आज आर्थिक मामलामा सामान्य दिन रहन्छ र स्वास्थ्यमा भने बढिया दिन पार हुन्छ। र करियरमा भने जागिरमा सहयोगीसित अलिकति कुरा काट्ने दिन हुन्छ, त्यो नगरिदिनु होला तपाईँले। तपाईँको अगाडि बढ्नका लागि छ भने कुरा नकाटी धैर्य राख्नु तपाईँले राम्रो हुन्छ। प्रेम सम्बन्धमा आज तपाईँको विवाहको योग्य भएको छ भने विवाहको कुरा हुन सक्ला है आजका दिनमा घरमा, त्यस्ता खालको योग तपाईँलाई देखाइरहेको छ। र आज जीवनसाथीसित सहयोग राम्रो पाइन्छ विवाहित जीवनमा। र तपाईँले आज के उपाय गर्नुपर्छ, के गर्दा चाहिँ राम्रो हुन्छ भने लक्ष्मी माताको सेवा गरेर लक्ष्मी माताको पूजा गरेर तपाईँ घरबाट निस्किनु भने तपाईँलाई राम्रो हुन्छ आजका दिनमा। र आज हजुरको सङ्गीत कला साहित्यमा रहनेहरूको भने अलिकति तल हुन सक्ला यो राशिको मान्छेले, त्यति राम्रो चाहिँ तपाईँलाई देखाएको छैन आजका दिनमा। हजुरको लाकी नम्बर हुन्छ 2, रातो रङ लिनु राम्रो हुन्छ। त्यसै गरी नि तुला राशिलाई आजको दिनमा तपाईँको ग्रहले गोचरले आज के भनिरहेको छ भने आज हजुरको महत्त्वपूर्ण कार्यमा जिम्मेदारी तपाईँले आज आउन सक्ला। मन नि तपाईँको प्रसन्न हुन्छ, काम पनि पुरा हुन्छ नि आज तपाईँको। परिवारमा हजुरको कोही सक्रिय भएर आज हजुरले अगाडि बढ्नुपर्छ। परिवारमा आज हजुरको खास गरेर कसैले केही माग्न सक्लान् तपाईँसित र हजुरको माग पुरा गर्ने कोसिस गर्नुपर्छ। खुसीपूर्ण हजुरको दिन पार हुनेछ है आजका दिनमा। धन सम्पत्तिमा भने आज बिजनेसमा आर्थिक मामलामा अलिकति सावधानी रहनुपर्छ, किनभने तपाईँको कोही मित्रले होस् वा कोही तपाईँको कस्टमरले होस् अलिकति हानि गराउन सक्ला नि, राम्रो ध्यान दिनु आजका दिनमा। आज स्वास्थ्यमा ठिकठाकै पार हुन्छ। करियरमा भने आज अफिसियलमा अलिकति तनाव हुन्छ केही कुराले गर्दा र धैर्य राख्नु नै तपाईँको लागि आज राम्रो हुन्छ। लभ लाइफमा प्रेममा आज राम्रो सफल दिन बनेको छ, आनन्द रोमान्टिकको दिन हजुरको आजको दिनमा पार हुनेछ। परिवारमा आज हजुरको नाम हुनेछ र तपाईँले आज के उपाय गर्नुपर्छ भने कोही मन्दिरमा गएर देवी मन्दिरमा गएर दुर्गा मन्दिरमा गएर तपाईँले दर्शन गरेर तपाईँ घर आएर घर
आएर निस्किनु तपाईँलाई राम्रो हुन्छ, शुभ पनि हुन्छ। आज खेलकुदमा जो रहनेछ नि त्यसको राम्रो सफल पाइन्छ। विद्यार्थी वर्गलाई पनि आज तपाईँले कोसिस गर्नुभयो भने तपाईँको राम्रो दिन बन्छ। हजुरको लाकी नम्बर आजको 6, पहेँलो रङ लिनुपर्छ भने राम्रो हुन्छ। त्यसै गरी वृश्चिक राशिलाई आजको दिनमा तपाईँको ग्रहले के भनिरहेको छ भने आजका दिनमा नि तपाईँको आनन्दमय खुसी भइरहन्छ। विद्यार्थी वर्गलाई आज हजुरको दिन ठिकठाकै पार हुन्छ। आज स्वतन्त्र महसुस हुन्छ र आज हजुरको खास गरेर महत्त्वपूर्ण जिम्मेदारी पुरा गर्ने सफल प्राप्ति हुनेछ तपाईँको र भौगोलिकमा पनि आज हजुरको राम्रो दिन बन्नेछ। वृश्चिक राशिलाई धन सम्पत्तिमा भने आज राम्रो नाफा हुने दिन बनेको छ तपाईँको आजका दिनमा। स्वास्थ्यमा सामान्य रूप पार हुन्छ, तर नि यस्तो खालको हुन्छ सर्दी खोकी त्यस्ता खालको सम्भावना तपाईँलाई हुन सक्ला आजका दिनमा। करियरमा भने अफिसमा सहयोगीको साथ पाइन्छ, काम राम्रो बन्नेछ। लभ लाइफमा भने प्रेम सम्बन्धमा अलिकति कुरा काट्ने दिन हुन्छ, तर स्थिति नि राम्रै बन्नेछ बेलुकीको टाइममा। फ्यामिलीमा भने हजुरको व्यवहारले परिवारमा आज राम्रो मिलाप प्रीतिले नि पार हुन्छ हजुर आज। र तपाईँले आज के उपाय गर्नुपर्छ भने आजको दिनमा शिव मन्दिरमा गएर अलिकति सफाई गरिदिनु, तपाईँले सफा गरिदिनु, अलिकति भए पनि तपाईँले कुचो लगाइदिनु भने तपाईँको राम्रो बनेर जान्छ। भगवानको आशीर्वाद बनिरहन्छ र आज वृश्चिक राशिलाई खर्चबाट बस्नुपर्छ। खर्च तपाईँको आज ज्यादा हुनेछ। विद्यार्थी वर्गलाई ठिकठाकै पार हुन्छ र हजुरको लाकी नम्बर 5 हुन्छ, पहेँलो रङ लिनु भने राम्रो हुन्छ। त्यसै गरी धनु राशिलाई आजको दिनमा तपाईँको ग्रहले के भनिरहेको छ भने नि आजका दिनमा तपाईँको राम्रो छ, लाभदायक फलदायक बनिन्छ। आज हजुरको स्वभावमा पनि अलिकति समझदारी देख्न पाइनेछ। स्वभावमा हजुरको आज सम्यता बनाएर राख्नुभयो भने आज तपाईँको राम्रो दिन बन्नेछ, अरू दिनभन्दा आजको राम्रो बन्नेछ। आज हजुरको प्राप्ति केही वस्तु हुन सक्ला। स्वभाव व्यवहारमा हजुरले राम्रो राख्नु त आज तपाईँको बिग्रिएको काम पनि आज बनिनेछ। त्यस्ता खालको योग तपाईँका ग्रहले देखाएको छ। धन सम्पत्तिमा भने व्यापारमा धनको लाभ हुन्छ, उत्तम दिन बनेको छ हजुरको। स्वास्थ्यमा ख्याल राख्नुपर्छ। करियरमा भने जागिरमा नि तपाईँले अगाडि बढेर काम गर्ने फुर्तीले आज दिन पार हुन्छ, राम्रो दिन बनेको छ। र आज लभ लाइफमा भने राम्रो आनन्दको रोमान्टिकको दिन पार हुन्छ। कहीँ घुम्न जानु पर्ला नि तपाईँले आज, त्यस्ता खालको योग तपाईँका प्रेमले भनिरहेको छ। फ्यामिलीमा भने आज परिवारमा कोही सन्तानसित आज कहीँ बाहिर निक्लिनु पर्ला। के उपाय गर्नुपर्छ भने गौमातालाई नि मिठो वस्तु अलिकति खुवाइदिनु भने तपाईँलाई राम्रो हुन्छ नि आजका दिनमा। गौमाताको कृपा बर्सिरहन्छ हजुर आज तपाईँलाई। त्यति गर्नुभयो भने गौमातालाई मिठो वस्तु अलिकति खुवाइदिएर चाहिँ तपाईँ घरबाट निस्किनु भयो भने नि तपाईँलाई कहीँबाट पनि शुभ समाचार एउटा आउन सक्ला। हजुरको लाकी नम्बर हुन्छ 5, रातो रङ लिनु राम्रो हुन्छ। अब जाउँ मकर राशि। मकर राशि हुने महानुभावहरूलाई आजको दिनमा तपाईँको बिजनेसमा जुड्नेहरूको आज हजुरको फाइदामान रहन्छ, शानदार दिन बन्छ। सन्तानतर्फ पनि आज कोही अत्यन्त खुसी शुभ समाचार प्राप्त हुन सक्ला, जसले गरेर हजुरको मन प्रसन्न भइरहन्छ। र मकर राशिलाई धन सम्पत्तिमा भने आज हजुरको ठिकठाकै मध्यम रूपमै पार हुन्छ। स्वास्थ्यमा नि आज हजुरको सामान्य रूपमा पार हुन्छ। करियरमा भने जागिरमा जो जागिर गर्छ नि ज्यादा लाभ हुन्छ हजुरको। र बेलुकीको टाइममा नि अलिकति कष्ट हुन सक्ला, ध्यान दिनु तपाईँले। लभ लाइफमा भने प्यारको मामलामा आज समय बर्बादी नगर्नु होला तपाईँले, किनभने राम्रो छैन। र हजुरले यस्तो महसुस गर्नु मेरो कोही छैन, त्यस्तो महसुस गर्नुपर्छ आजका दिनमा। र फ्यामिलीमा भने परिवारमा केही कुराको नजरअन्दाज नगर्नु होला, ध्यान दिनुपर्छ। परिवारमा भने हजुरलाई राम्रो हुन्छ। तपाईँले आज के उपाय गर्नुपर्छ भने विष्णु मन्दिरमा गएर हजुरले अलिकति भए पनि केही हजुरले प्रसाद चढाइदिनु, भोग लगाइदिनु भने तपाईँको समृद्धि बढेर जान्छ। र आज अनैतिक सम्बन्धमा नचाहिँदो सम्बन्धमा नि पर बस्नु नि हजुरको अलिकति समस्या पर्न जाला, ध्यान दिनु तपाईँले आजका दिनमा। हजुरको लाकी नम्बर हुन्छ आज 4, नीलो रङ लिनु राम्रो हुन्छ।
अब जाउँ कुम्भ राशितर्फ। कुम्भ राशि हुने महानुभावहरूलाई आजको दिनमा तपाईँको ग्रहले कस्तो बनाएको छ, के गर्दा राम्रो हुन्छ भने नि, आजका दिनमा हजुरको सबैतिर राम्रै बन्छ। धन सम्पत्तिमा हजुरको आज व्यवसायमा राम्रो लाभ हुन्छ। स्वास्थ्यमा पनि ठिकठाक पार हुन्छ र करियरमा पनि आज जागिर छैन जसको भने जागिर पाइन्छ र राम्रो दिन भनेको छ। प्रेम सम्बन्धमा हजुरको विपरीत लिङ्गबाट आज अलिकति अप्ठ्यारो आउन सक्ला, अलिकति ध्यान दिनुपर्छ भने तपाईँलाई राम्रो हुन्छ। हजुरको लाकी नम्बर हुन्छ 5, पहेँलो रङ लिनु राम्रो हुन्छ। अब जाउँ मीन राशितर्फ। मीन राशि हुने महानुभावलाई आजको दिनमा तपाईँको ग्रहले के भन्दैछ भने नि, आजका दिनमा हजुरको परिवारमा आज राम्रो समय निकालेर तपाईँले कुरा गर्नुपर्छ भने तपाईँलाई राम्रो हुन्छ। विलाप प्रीतिले पार हुन्छ। कारोबारमा पनि मध्यम रहन्छ। धन सम्पत्तिमा भने आज सेयर मार्केटमा नि तपाईँले बस्नुपर्छ नि। बाहिर तपाईँले कोही धन कमाउँछु भनेर लाग्नुभयो भने हानि हुन सक्ला र आजको दिनमा के गर्नुपर्छ भने केही काम गर्दा पनि अलिकति सोधेर मात्रै काम गर्नुपर्छ। प्रेम सम्बन्धमा भने आज तनाव बढ्नेछ। आमा बुवाको अलिकति विवादबाट टाढा बस्नुपर्छ भने तपाईँलाई राम्रो हुन्छ। अलिकति सतर्क हुन नि हजुरका लागि